विराटनगर नाकाबाट दैनिक लाखौं राजस्व चोहावट, सुरक्षा निकायमाथि प्रश्न। सरकारले रु 100 भन्दा बढी मूल्यका सामान खरिद गर्दा अनिवार्य रूपमा भन्सार तिर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गर्न निर्देशन दिएको भए पनि मोरङको जोगबनी नाका क्षेत्रमा भने यसको प्रभावकारिता कमजोर देखिएको छ। पछिल्लो समय सामाजिक सञ्जालमा सार्वजनिक भएका दृश्यहरूमा नाकामा खटिएका सुरक्षाकर्मीको उपस्थितिमै विभिन्न सामान भन्सार प्रक्रिया पूरा नगरी ओसार पसार भइरहेको देखिन्छ। दैनिक उपभोग्य लत्ता कपडा, चिनी, चामल लगायतका सामग्री खुल्ला रूपमा भित्राइरहँदा राजस्व चौहाट भइरहेको स्थानीयको गुनासो छ। स्थानीय स्रोतका अनुसार यस्तो गतिविधि नियमित जस्तै बन्दै गएको छ। सुरक्षाकर्मीको आँखा अगाडि नै सामान ओसार पसार हुनुले सम्बन्धित निकायको भूमिकामाथि प्रश्न उठेको छ। केहीले सशस्त्र प्रहरी र नेपाल प्रहरी बीच सम्भावित मिले मतोका कारण यस्तो कार्य भइरहेको आशंका गरेका छन्। यता सुरक्षा निकायले भने यस्ता आरोपहरूलाई औपचारिक रूपमा पुष्टि गरेका छैनन्। उनीहरूले सीमा क्षेत्रमा निगरानी कडा पारिएको र अवैध गतिविधि नियन्त्रणका लागि नियमित गस्ती भइरहेको दावी गर्दै आएका छन्। यद्यपि निरन्तर रूपमा उठिरहेको प्रश्न र सार्वजनिक भइरहेका दृश्यहरूले सम्बन्धित निकायलाई थप जिम्मेवार र पारदर्शी बन्न दबाव सिर्जना गरेको छ। राज्यको राजस्वमा प्रत्यक्ष असर पार्ने यस्ता गतिविधि नियन्त्रण गर्न प्रभावकारी अनुगमन र कारबाही आवश्यक देखिएको छ। कौन चीज का खर्चे? हाँ?